भान्जी हजुर मान्छे आज मकै पनि गर्नु छ। चिया खाजा खाएर मेलातिर निस्क्यौँ न है। हुन्छ माइजू म यतिबाट सकेर बाख्रालाई घाँस हाल्छु अनि जाउँ है माइजू। ए हुन्छ। ल कतै यो घाँस खाँदै गर म चाहिँ गएँ। भान्जी हजुर मामा होइन माइजू भान्जी के सल्लाह गर्दै सुनेको थिएँ नि। तल्लोबारीमा मकै गोड्ने बेला भयो क्या मामा, त्यही भएर सल्लाह गरेको थिएँ। ठिकै छ। अनि खाना चाहिँ कसले पकाउँछ? 1 महिना काम सकेर आएर खाना पनि हाल्छु नि हामी। आज म माथि चित्रेकोमा जाँदैछु, केही सल्लाह गर्नु छ? कतिखेर हुन्छ मेरो लागि खाना नपकाउनु है। हस् मामा, भरे चाहिँ चाँडै आउनुहोस् नि, फेरि बाटो साँघुरो होला। ल ल म गएँ। हस्। तिम्रो मामालाई केही मतलबै छैन। के गर्नु त माइजू, हाम्रो मामाको बानी नै लसलस दिनु। अब भरे बाटो साँघुरो हुने भयो, त्यही हो। त्यही त पिर लाग्छ भान्जी। मेरो छोरी कति ज्ञानी छ है। आज अलिक सन्चो छैन मेरो छोरीलाई, पढेर ठुलो मान्छे बन्नुपर्छ। आज स्कुल छोरीलाई बाबा आफैले पुऱ्याउनुहुन्छ। हस् टाढै पुगेर आउनुभयो भाइ? के टाढो भन्नु दिदी, आज नानीलाई अलिक सन्चो थिएन, त्यहाँ स्कुलसम्म छोडेर आएको। होइन हो भाइ, सधैँभरि यसरी एक्लै बसेर हुँदैन। नरिसाउने भए एउटा कुरा भनौँ। के कुरा हो र दिदी, भन्नुहोस् न। अब बच्चालाई पनि आमाको खाँचो छ हेर्नुहोस्, तपाईँलाई पनि एक्लै घर धान्न गाह्रो हुन्छ। यसो विचार पो गर्ने हो कि? खै दिदी, राम्रो भयो भने त ठिकै हुन्थ्यो, के गरी नराम्रो भयो भने नानीले दुःख पाउँछ। त्यही भएर दिदी यतिकै ठिक छ। मैले त यो सबै कुरा तपाईँकै राम्रोको लागि भनेको हो भाइ। अब विचार गर्नु। मलाई त भोक पनि लागिसक्यो, म त लागेँ। हस् दिदी। माइजू भाइ, के हो जति खुन्दा पनि आउँदैन त हौ चिसो माटो त। पानी परेको छैन भान्जी, खडेरी लागिरहेछ। यस्तै हो, कस्तो हावा चलेको के? त्यही त अब खडेरी लागिरहेछ। माइजू भाइ
मकै गर्दै हुनुहुन्छ? मकै गोडेको भान्जा खै पानी नपरेर खडेरीले धेरै पछुवा भएको थियो। खडेरी लाने भयो, पानी परेको छैन। गोड्नुको दुःख मात्रै होला जस्तो छ। अनि भान्जा बाबु कहाँ पुगेर आउनुभयो नि? ए माइजू, म यसो तल्लो गाउँतिर सानो काम थियो, त्यतैबाट पो फर्किँदैछु। ए माइजू, म लाग्छु पनि। बिचारा यति भलाद्मी मान्छे, छोरी पनि सानी छिन्। श्रीमतीलाई पनि चटक्कै दैवले चोरेर लग्यो। भान्जा, ओ भान्जा, एहे भान्जा बाबु त घरमै रहेनछ अन्त। ए मामा पो आउनुभएछ। नमस्कार मामा। नमस्कार भान्जा बाबु, नमस्कार। ल मामा जाउनुहोस्, यतै बसौँ। थाकेर आउनु भएको होला, म यसो पानी लिएर आउँछु। हुन्छ। के गर्ने, एक्लो मान्छे। अनि भान्जा के छ त हाल खबर? ठिकै छ भन्नु पर्यो मामा। अनि मामा के कति कामले आउनु भएको थियो? भान्जा, म तिमीसँग एउटा सल्लाह गर्नु भएर आएको। सल्लाह? मामा कस्तो सल्लाह हो? हेर भान्जा, तिमी पनि एक्लै छौ, त्यसमाथि सानी छोरी छ, कति दुःख गर्छौ हौ। यसरी एक्लो जिन्दगी चलाउनु त गाह्रो छ हौ। मैले कुरा बुझिनँ नि। कुरो बुझ्नै परेन। एक्लो जिन्दगी कटाउनु गाह्रो हुन्छ, अर्को घर जाउँ गर्नु। को छ र मामा त्यस्तो म जस्तो दुखीसँग बिहे गर्ने? किन छैन, मेरै भान्जी छिन् नि। भान्जी?
भान्जा के सोचेर बसे? के छैन मामा। गाउँ पनि पहिला जस्तो पोटिलो फलेन। सालका साल अन्नबालीको उत्पत्ति घट्दै गएको छ। अनि यो अनिकालको विकृति नफैलिएर के होस् त? होइन हाय म त बाह्रलाई घाँस काट्नु जानु पर्यो जग्गातिर त बस्दै गर्नु है। ल भान्जी, भरे अलिक चाँडै गरेर आऊ है। तिम्रो मामा पनि आइपुग्दैन यो बेलासम्म। आउनुहुन्छ होला नि अहिले। ल गएको है। ल भान्जी। बिचारा भान्जी, धन्न यिनको साथ पाएको छु र मैले सबै काममा सहयोग गरिरहेकी छु। बिचारी बालाखेदेखिको टुहुरी भान्जी मसँगै बसेर होला उनको आमालाई भन्दा बढी मलाई माया गर्छ। गाई बाख्रा पनि बाछा भोकाइसक्यो। खै सेती गाई कराउँदैछ। ओइ नगर न हौ त्यस्तो यस्तो मान्छेले गऱ्यो भने। ओहो दिदी हजुर के गर्दै हुनुहुन्छ? के गर्नु भाइ, यी गाई बाछालाई कुँडो पानी पो गर्दैछु त म त। म त यसो यहाँ दुध छ कि भनेर दुध लिन आएको थियो। ओहो दुध त भर्खर बजार पुर्याएर आयो नि भाइ। छैन नि, सकियो नि, हिजै भन्नुपर्छ नि त। ए ल दिदी, त्यसो भए म भोलि आउँछु है त। भोलि जसरी भए पनि राख्नु है त। हुन्छ भाइ हुन्छ, हिजै भन्नुभयो हुन्थ्यो। ए ल दिदी, ल हस् भोलि जस्तै भए राख्नु है त। हुन्छ भाइ हुन्छ। लु छोड अब आइसक्यो भाइ आजलाई। यो अलिक छुटो छ हौ, केचाल कहिल्यै चिन्दैन। वस्तु हो गइहाल्यो। के भयो फेरि र गुरो गर्छ? ओहो भतिज के गरी बसेर गर्छु? काका नमस्कार। ए नमस्कार नमस्कार। ल आउनुहोस् बसौँ। ए ल कति कामले आउनु भएको थियो काका? म त यसो भतिजको हालखबर के रहेछ भनेर बुझ्न आएको। भतिज के हुनु र काका, मेरो त सबै ठिकै छ, तर छोरीलाई पो अलिक सन्चो नभएर झोक्राएर बसिरहेको छु। बरु काकाको पो के छ? मेरो सबै ठिक छ भतिज। अब यसरी झोक्राएर बस्नु चाहिँ हुँदैन भतिज। अब हामीले केही नयाँ जिन्दगीको सुरुवात गर्नुपर्छ। अब छोरी पनि ठुलो हुँदैछ, केही यो नयाँ कुरातिर लाग्नुपर्छ। अब बिहे गर्नुपर्छ भतिज। अब खै काका, हजुरले भने जस्तो बिहे त गर्नुहुन्थ्यो, तर मसँग कसले पो बिहे गर्छ? हेर केटा, तिम्रो मनले खाने केटी छ भने भन, छैन काका छैन। नत्र मैले अठाउमा केटी हेरेर आएको छ। यसपालि जसरी भए पनि बिहे गर्नुपर्छ तिमीले। त्यहाँ डम्बर मामाले पो भान्जी दिन्छु भन्नुभएको छ। अब उसैसँग पो सोचिरहेको छु। हुन त मभन्दा उमेर अलिक बढी नै हो, त्यही पनि भर्खरको केटीहरू भन्दा त उमेर गएकोले नै घरबार गरी खान्छ होला काका। बरु काकाले यसो दुःख गरेर त्यहाँ डम्बर मामाकोसम्म जाने हो। ओहो भति, यो त झनै खुसी कुरो हो नि। त्यसपछि जाउँ, शुभ कार्यमा किन ढिलो गर्नु? जाउँ भति, जाउँ त्यसपछि। ए काका अहिले जानु? जाने भति, जाने। यस्तो कुरामा त यो शुभ कार्यमा ढिलो गर्नु हुँदैन भति। अब तपाईँले जिद्दी गर्नुहुन्छ भने जाउँ न त जाउँ। जाउँ भन्नुहोस्।
बिचारी मेरी भान्जी मलाई साथ दिँदा दिँदै कुडी खन्ने भइसक्यो। उनको केही गर्दैन पाएदेखि त आफूलाई नि ढुक्क उठ्यो। होइन हौ दिपसङका आमा के गुनगुन गरेर बस्यो कि के हुनु नि दिपसङको बाबा, हाम्री भान्जीको बारेमा त हुनु। ए अनि भान्जी चाहिँ कता गयो? भान्जी पाखालाई घाँस काट्छु भनेर जङ्गलतिर गएको छ। ए यस्तो चर्को घाममा पनि बिचारी भान्जी घाँस काट्छु भनेर निस्केकी थिए। अनि हजुर त अलिक ढिलो आउनुभयो। कता कता घुमी बस्नुहुन्छ तपाईँ? ए त्यहाँ मासतिर के चित्र भान्जाकोमा गएर हाम्रै भान्जीको लागि यसो कुरो चलाएर आएको नि, ढिलो भइगयो। ए हो दिप्सन बाबा, त्यसो भने त यो मनमा खुसी पलायो। अनि के भन्नुभयो त त्यो चित्रे बाबुले? के भन्नु र, चित्र भान्जाले त एकहोरो सोचेर बसिरहेको थियो। मैले त मेरो भान्जी नै दिन्छु भनेर भनिसकेँ। जे होस् सोचेर राम्रै समाचार लिएर आउला। दिप्सन बाबा, तपाईँ र मेरो सोच त मिल्यो, तर भान्जीले के भन्छन्? भरे भान्जीसँग पनि यसो सल्लाह गरौँ न है। दिप्सन आमा, यो गाउँ पनि सुकिसकेको जस्तो छ। उठाउँ हो, बर्खा बेला कुन बेला पानी पर्छ थाहै छैन। हो नि, सुकिन त मजाले सुकेछ नि दिप्सन बाबा। भयो त भित्र भयो नि, पानी पर्दैन। भान्जीको त आइपुग्यो नि त, ए मामा आइपुग्नु भयो? अघि नै आएको नि। ए दिप्सन यहाँ बस्नु, सानो सल्लाह छ। ए हो, झुसीले पऱ्यो क्या? भान्जी हजुर न, यहाँ आऊ बस, तिमीसँग विशेष सल्लाह छ क्या। के मामा? कुरो के भने भान्जी, कहाँबाट सुरु गरौँ सेनामा? हजुरले भन्नुहोस् न है। अब हामी पनि आज भोलि भन्दै डाँडाको जुन घाम हो, अब हामी छैनौँ भने तिमी अगाडिको जिन्दगी कसरी जिउँछौ? त्यसैले तिम्रो विवाह गरिदिने विचार गरेर त्यो चित्रे भान्जासँग कुरा गरेर आएछ। तिमी के भन्छौ होइन दिप्सनामा, त्यही बुझौँ भनेर। हो नि भान्जी, हाम्रो शेखापछि तिम्रो जिन्दगी पनि एक्लै हुन्छ। त्यसैले मामाले जे निर्णय गर्नुभएको छ नि, त्यसमै म पनि सहमत छु। भान्जी, खाना पकाउने बेला पनि भयो, खाना पकाउनु जाऊ है। हुन्छ भान्जी। दिप्सन बाबा, हाम्रो भान्जीको पनि खुसीको दिन आउने भयो। भान्जीको खुसी नै हाम्रो खुसी हो नि, होइन? हो नि दिप्सनामा, सानैदेखि पालियो हुर्काइयो, छोरी भने पनि भान्जी भने उनै हुन्। अब योभन्दा ठुलो पुण्यको काम त के नै होला र हाम्रो जिन्दगीमा। हो दिप्सन बा, हो।
नमस्कार है हजुर नमस्कार नमस्कार हजुर नमस्कार हजुर आराम हुनुहुन्छ आइपुग्नुहुन्छ होला भनेर पर्खियो सेट्ने आइपुग्नु भएछ ए दिप्सनको आमा हेर न यो त बाहिर हेर त ल बरु नमस्ते 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 यतै पो बसौँ कि क्या ए आउनुहोस् न कसो सुन्नुहोस् दाजु म यहाँ आउनुको उद्देश्य पनि हजुरले बुझिसक्नु भइसक्यो होला तपाईँ र मेरो भतिजको बिचमा पनि कुरा भइसकेको कुरा छ म यसो आज भतिजोमा गएको भतिजले पनि यही कुरा निकाल्नु भयो अनि यो शुभ कार्यमा किन ढिलो गर्नु भनेर मैले भतिजलाई ल्याएर आएको तपाईँहरूको घर सल्लाह चाहिँ के भयो मैले पनि त्यही त भनिरहेको छु हामीले भान्जीसँग घर सल्लाह पनि गरिसक्यौँ बरु राम्रो साइड हेरेर यी दुईजनाको टिकटालो गर्ने कार्यक्रम चाहिँ गरिहालौँ न हस् हजुर मेरो भतिजको घरबार राम्रो हुन्छ भने योभन्दा खुसी के नै हुन्छ र हजुर त्यसो भए कुराकानी पक्क भइसक्यो अब टिकटालोको साइड जुराएर चाँडै गरौँ भान्जी चिया लिएर आऊ त हस् माइजू भान्जी तिमी खुसी त छौ नि रु त हजुर कुराकानी पनि मिलिहाल्यो हामी यसो सायद पुऱ्याएर हजुरलाई कल गर्छौँ हस् त्यसो भए लु त केटा लागौँ लु हजुर ल छोराको फोन पनि दिसक दा हेलो छोराको फोन आएको भाग्यमानी भएछ बाबु अनि सन्च सुबिस त के कस्तो चल्दैछ तेरो विदेशमा काम कुरोहरू घरमा नि सबै सन्चै छौँ बाबु अनि तँ कहिलेतिर नेपाल आउँछस् सुन्न तेरो दिदीको यही वैशाखमा हामीले टिकटालो गरिदिने कुरा भइसकेको छ तँ आए राम्रो हुन्थ्यो बाबु ल आउनु नभ्याए पनि केही खर्च वर्च चाहिँ पठाउने काम गर्दैन त बाबु हुन्छ बाबु हुन्छ तँ आए राम्रो हुन्थ्यो नभ्याउने रहेछस् के गर्ने त ए बाबु आमा यहीँ छ त दिउँ छोराको दिप्सनको फोन हेलो छोरा भाग्यमानी मेरो छोरा के छ बाबु खबर ठिकै छ आमा सन्चै हुनुहुन्छ सन्चै छु बाबु सन्चै छु अनि घरको खबर त अघि बाबाले सुनाइहाल्नु भयो होइन यस्तो कार्यमा बाबु पनि आइपुगेको भए कति रमाइलो हुन्थ्यो परदेशको ठाउँमा आफ्नो खुसीले नहुने आफ्नो खुसीले हुन्थ्यो भने आफ्नो दिदीको बिहेमा आउने रहर कसलाई थिएन होला र
त्यस्तै हो बाबु, राम्ररी काम गरे सधैँभरि सन्चो सुविस्ताको आशीर्वाद छ मेरो छोरालाई। हुन्छ आमा हुन्छ। अनि दिदीलाई म पछि दिदीलाई सम्झाइस अरे भनिदिनु। ए हुन्छ छोरा, हुन्छ। दिदीले पनि सम्झिराखेको छ भाइको के कसो छ खबर खाबर भनेर। ल आमा ल, म ड्युटी जाने बेला भयो। ए हुन्छ छोरा, हुन्छ। बाई बाई। दिप्सन बाबा, धेरै पछि छोराले कल गर्दा त साह्रै खुसी लाग्यो। नमस्कार बुवा। नमस्कार। नमस्ते। ए नानी आइपुग्यो? भर्खर छोराले पनि फोन गरेको थियो। बस्नु न नानी। आमा बुवा, अनि उहाँ चाहिँ कहिले आउनुहुन्छ अरे? खै नानी, उसको दिदीको बिहाको टुङ्गो पनि भइसक्यो। त्यही बिहामा आउँछ कि भनेर फोन गरेको। उसको कम्पनीमा साह्रै काम छ अरे, त्यही भएर आउन नभ्याउने भयो। अब कहिले पो आउँछ। हो नि नानी, तिमीलाई पनि दिप्सनको कति धेरै याद आएको होला। के गर्नु, परदेशको ठाउँमा भनेको बेला छुट्टी नै नपाउने। अब छुट्टीमा आएपछि तिमीहरू दुईजनाको पनि दिएको चाँजो बाजो चाँडै मिलाउँला नि। नानी, किन टोलाको? होइन, त्यस्तो केही पनि होइन आमा। म गएँ है। हस्, नमस्ते। जुना, तिमीलाई त सबै कुरा थाहा छँदैछ। त्यो बेलाको हाम्रो माया, प्रेम, अनि म आफूले आफैलाई भन्दा बढी तिमीलाई माया गर्थेँ। तर के गर्ने जुना, बाध्यताले गर्दा अर्को बिहे गर्नु पर्यो। तिमीले साह्रै चित्त दुखायो होला है। बिहे त गरेँ जुना, तर के गर्नु, मेरै बुढीले मलाई जीवनभरि साथ दिन सकिन। बुढी नभए पनि सानी एउटै छोरी छोडेर गएकी छे। तिमीसँग छुट्टिनु पर्दा जुन मैले आत्महत्या गर्ने कोसिस पनि गरेँ। त्यस्तो नगर्नुहोस्। साँचो माया गर्नेहरूलाई एक दिन न एक दिन भगवानले जुराउँछ भन्थ्यो। हो रहेछ, पुरानो कुरा सबै बिर्सेर अब हामी दुई मिलेर नयाँ जिन्दगीको सुरुवात गर्नुपर्छ। ठिक भन्यौ जुना, आजबाट सर्वस्व तिमी नै हो।